हामीले चाहिँ आज यहाँ चाहिँ नि मुकबाङ गर्नु आँटेको हामी बुढाबुढीको छोरीले चाउमिन बनाएछ र आज चाहिँ नि खान लागिरहेछौँ होइन खाने बुढाबुढी थाल्ने हो कतिको टेस्टी बनाएछ हेरौँ अब गर्दै गर्दै बुढाबुढीको अब मुकबाङ सुरु भयो सुरु गरौँ बुढी ल आहा त्यो प्लेट अलिक अगाडि लानु त तपाईँको मम्मी र बाबाको अलिक अगाडि लानु आफूपट्टि ल्याउनु न सुपर टेस्टी दामी भएछ दामी थ्याङ्क यू छोरी यस्तो मिठो बनाएर दिएकोमा अनि कस्तो लाग्यो त बुढी दामी छ मिल्नु जरा हाल्नु त झन् साह्रो दामी छ उता पनि देखाउनु न हालेको एकदम टेस्टी हो माय गॉड मुकबाङमा अब छोरीले फेरि बनाएर खुवाउँछ भोलि पर्सि होइन त्यो पनि चल्छ तर कस्तो तपाईँहरूको टाउको अलिअलि काटिरहेछ हौ अलिकति बढाउनु न थोरै बढाउनु पनि थियो त खोर्सानी खानु मान्छे पोर्क कागती हाल्नु न हो पोर्क चाउमिन पोर्क हालिस् बाबाको प्लेट चाहिँ आफूपट्टि ल्याउनु न हो त्यसो भए हो देखिन्छ मम्मीको पनि देखिरहेछ नि त तपाईँको मात्रै देखेको थिएन राम्रोसँगले कपडै खानु छैन मुकबाङमा यो खालको दामी छ दामी मैले चाहिँ हाम्पा खाएको भन्नु न बाबा मैले त यहाँ यस्तो दामी 3 पानी कोदोको बान्ता भाषाहरू के भन्छ आर्खा खाँदैछु मिठो मिठो छ ठुलो छोरी पनि याद आइरहेछ खै त अब कहिले समय बसेर खानु पाउने पकाउँदै सम्झेको मात्रै तर ठुलो छोरीले जस्तो किन सानो छोरीले मिठो बनाउँदैन भन्नु न मिठो बना मम्मीले कम्प्लेन गर्नुहुन्छ नि त कुनै कुनै कुरो मिठो बनाउँछस् कुनै कुनै कुरो बनाउँदैन पहिले त असल गरेर त नानी बनाउँथेँ त अहिले त बिर्सिहाल्छु चलाउँदैन ती यसो 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 मात्रै गरेर राख्नुहुन्छ त हाम्रो फेरि झुट्टी कहिले अहिले मेरो चाहिँ यस्तो छ नानी हलाउँछ यति हो त पहिलेको जस्तो बनाउनु अब त या सबै दुख्दो रहेछ होटेलमा भएको एक्सपिरियन्स पनि भन्नु न अनि गाइजहरूलाई होटलमा त अब यस्तो चाउमिन त यस्तो दामी बनाइन्थ्यो चाउमिन खाने यत्तिकै हुन्थ्यो के को चाउमिन खान्थ्यो बढी के अरे सुकुटी बफ सुकुटी दिनु भ्याइँदैन थियो बाल्टा पोका सकिन्थ्यो
मैले 15 केजी लिएर बनाउनु पऱ्यो नि साप्दै सकिन्थ्यो त सुकुटी सुकुटी त यस्तो 52 पो आउँथ्यो हो गुटुङटुङ अरूतिर सुकुटीको पिस यत्रो हुन्थ्यो सुपारीको दाम जत्रो हाम्रो यत्रो हुन्थ्यो नि त अनि होटेलमा के बेच्नुहुन्थ्यो त मम्मी बाबा खाना लोकल कुखुराको मासु भात मोमो चाउमिन चिया त्यस्तै हुन्थ्यो रक्सी टोङ्बा सुकुटी फ्राई त म दामी गर्थेँ त होइन हाम्रोमा फेरि ठुलो ठुलो पिस पनि टेस्टी पनि अनि यस्तो प्लेटको अब यति दिन्थ्यौँ हाफ प्लेट सबै पल्केर त्यहाँ टुटुटुटुटुटु अनि त्यहाँ हाम्रोमा सक्यो कहिलेकाहीँ त पुग्दैन नि त नपुगेको बेला अनि सकियो पल्ल दोकानबाट ल्याइदिन्थ्यो भने लु त्यहाँको चाहिँ नल्याउनु पऱ्यो हामीलाई चाहिँदैन भन्थ्यो होइन कस्तो खतरा बनाउँथ्यो नि त मलाई याद भएको भनेको अनि चटपटै बनाइदिन्थ्यौँ दामी हुन्थ्यो चटपटै पल्किएर मान्छे सुकुटी रक्सीसँग साँधेर खानु सुकुटी चाहिँ बब्बाल बनाउनुहुन्थ्यो क्या हाम्रो खाजा नै सुकुटी चिउरा भुजा अनि सुकुटीमा खाएको अरे उयो क्या माम भुटिदिनुहुन्थ्यो भुटी माम अहिले पो फ्राई राइस भन्छ अहिले त पहिला त भुटी माम भन्थ्यो स्कुलमा नि सबै अरूहरूले बाँडिदिन्थ्यो अरे त हो अरूलाई चाहिँ कसलाई बाँड्ने हो र स्कुलमा त लाँदैन थियौँ हामी है साथीहरूले हामी त क्यान्टिनमा खान्थ्यौँ प्रायः जस्तो 10 रुपियाँको पहिला चना अनि समोसा 5 रुपियाँको 10 रुपियाँको यति धेरै आउँथ्यो अनि समोसा 5 रुपियाँ गोटा थियो चाउमिन यति धेरै आउँथ्यो 10-20 को यहाँबाट सुजी भुटेर कोही बेला चिउरा भुजा मलेर चाउचाउसँग कोही बेला चिउरा भुटेर हालिदिन्थे त्यसै फर्काएर ल्याउँथ्यो उनीहरूले मै समोसाहरू खाँदो रहेछ पनि कहाँ नखाए घिउ सरी पारेर हुन्छ सुजी भुटिदिन्थ्यो र पनि सुरुमा त खायो हो कोही बेला भात भुटेर हालिदिन्थे 2 टाला नै हामीले होटल गरेकोमा ठाउँमा खालि लोकल कुखुराको मासु पुग्ने होइन अनि फेरि तपाईँहरूले होटलहरू खोल्न चाहनु भने खोल्न सक्नुहुन्छ अरू नै केही बिजनेस गर्ने सोचमा हुनुहुन्छ गर्नु त सकिहाल्नु छैन तर बुढाबुढी भइरहेछ खट्नु चाहिँ सकिँदैन गर्ने आइडिया त छ नि कामदार अहिलेको टाइममा त अनि स्टाफहरू राख्नु मिलिहाल्छ नि कामदार भेट्यो स्टाफहरू भेट्यो भने त फेरि गर्ने होइन गरेर
आइडिया छँदैछ। अनि तिम्रो चाहिँ के छ विचार? अब गर्ने हो त? म त सक्दिनँ। कि अरू नै बिजनेस गर्ने सोचमा हुनुहुन्छ? पैसा भनेको अरूमा भन्दा होटलमा त्यहाँ छु होइन। अनि कतिले त आउँदै खाँदै कन्टिन्यू ग्राहक बन्छ अनि पछि जम्मै खाएर भाग्छ फेरि होटलमा। त्यस्तो पनि हुन्छ। अनि छोरीको चाहिँ के छ त सल्लाह सुझाव अनि आमा बाबुपछि? तपाईँहरूलाई फेरि होटल गर्नु मन छ भने गर्दा हुन्छ। अब केही वर्षपछि होइन भाउकोसँग मन छ भने होइन कि कस्तो अब होटल भन्दा होटल टाइपको होइन, अब रिसोर्ट टाइपको खोल्नुपर्छ। लगानी लगाएर थोरै लगानीमा स्टार्टिङ गर्दाखेरि ठिक हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। रिसोर्ट टाइपको क्या, अब यसो टक्कसँगले मान्छे आउँदा नि खाजा खाने ठाउँ, यसो घुम्ने मान्छेहरू आउँछ नि, हो यसो टक्क देख्दाखेरि सबै थोक होस् क्या, सबै केही कुराको चाहिँ कमी नहोस्, गाउँले टाइपको होस् रिसोर्ट पनि। यसो हेर्दाखेरि अलिकति ओहो गाउँको याद आयो भन्ने टाइपको होस् क्या, खानेकुरा पनि गाउँघरकै होस् क्या। अब पूर्वमा हाम्रो चल्ने भनेको खास सुँगुरको हो, सेकुवा हो, अनि त्यस पछाडि लोकल कुखुरा हो। लोकल कुखुरा त अब चल्नु त जहाँ पनि चल्छ। अनि अर्को भनेको थुक्पा हो हाम्रो पूर्वमा चल्ने भनेको। अनि आलु चपहरू हो, अनि भक्का, सबै आइटमको भयो भने चाहिँ दामी चल्छ। त्यो साकेलाको मुनिको जग्गा कस्तो होला है? खै ग्राउन्ड यता बनाएर उता बनायो भने दामी हुन्छ होला त्यहाँ। गाडीहरू जाने ठाउँ पनि छ नि त होइन? कहाँको साकेला? उतै माथिको साकेला थानको तलपट्टिको नि त्यहाँ कस्तो दामी छ। त्यहाँ एउटा रिसोर्ट खोलिदियो भने दामी। त्यही त हेरेर त मैले हामी पनि अस्ति भर्खर नानीसँग गएको जेसिका। माथि साकेला छ। होइन फिस ठाउँ पनि पिस छ नि त, फेरि भन्ने ठाउँ पनि अलिक पिस नै छ। त्यहाँ चाहिँ खोल्यो भने एउटा रिसोर्ट दामी हुन्छ। सरकारी जग्गा होला अनि कहाँ दिन्छ होला? होइन उयोहरू रोपिरहेको मकैहरू, मकै दिनु बाउले बाबा गरेले त्यो दिनु। तर मेरोमा अति नै छिटो भन्छ नि। अरे यो मासु हाम्रो पनि त्यही खाना नि त। भोलि म साग लगाएको। अझै पनि नुन लागेको छैन। यो के हाल्ला नि? नुन लागेको छैन त्यसमा। किन? होइन सबै खाएर मल्नु न। मल्नु भनेर
मिठो अरू के अहिले त यो मिठो छ हँ अहिलेको मिठो छ प्लेट आफूपट्टि तान्नु न दिनुहोस् न खाएको पनि तेरो बाउ त ओर राखेर खानुहुन्छ नि टाउको जस्तो गरेर म त्यसै गर्छु चाहिँ होइन मिठो भएपछि चाहिँ यसो चाहिँ गर्नुपर्छ मिठो भएपछि के गर्नुपर्छ त्यसो भने यसो गरेर खान्छ मिठो भएन भने यसो गरेर खान्छ धेरै हुँदै गयो भन्नु न पानी दबाई चाहिँ खाइहाल्यो होला कि दिउँसो मात्रै हो अब बिहान बेलुकै हो भन्छु कतिचोटि भन्नु बिर्से तर क्या दामी भएछ मिठो भएछ छोरी अझै खान्छु होला हौ म त अझै खाने दामी भएछ नि त खानु त ल्याइदिउँ एकछिन न यो सक्छु सरी मिस यु मेरो ठुलो छोरी धेरै मिस गरेँ मेरो ठुलोलाई चाउमिन बनाएको त्यसले पनि मिठो बनाउँथ्यो चाउमिन त दामी बनाएको मोमो मोमो चाहिँ यसले बरु जान्दछ अलिक चाउमिन चाहिँ त्यसले मजाले बनाउँछ मोमो चाहिँ फेरि यसले चाउमिन चाहिँ त्यसले ठुलीले कहिले आएर बनाउँछ अब कहिले कहिले त नि अब कहिले आएर बनाउँछ हो भनेर अब तिन कहिले पानीले झाप्पै लाग्यो तिन पानी रक्सी लाग्यो मलाई त होइन बुढी टिफिन ल्याइदिँदै गर कान्छी तेरो बाबु तपाईँ जाँदा भेट्दै हुन्छ अहिले अब देखा मेरो बाउ दिम छोरे जम्दा त बाउले मैले भन्दा धेरै भन्दा धेरै छोरीले बनाएको मिठो लाग्यो अरे नि त हो म त मात्रै भएँ गाइसहरू मेरो कान्छी छोरीले बनाएको मिठो भयो खाँदैछु यहाँ चाहिँ थपी खाने हो मोटाएर जाने हो भन न भयो मिठो भएर थपी 5चोटि 10चोटि थपेर खाइसक्यो बाबालाई लागे जस्तो छ हौ अब चाहिँ तीनचोटि थपेर भन्छ सबैले खाएर गइसक्यो म मात्रै पो एक्लै है
सबैभन्दा बढी खाने मै आज अलिक फर्क्यौँ कि 3 पानी 3 पानीले लट्ठै बनायो भयो 3 पानी यति खाएको होइन 3 पानीले त खतरा दिँदो रहेछ कि खै सँगै खानु बसेको बुढोलाई पर्खेर मैले खाइसकेँ बुढो खाइसक्नु भएको छैन कतिखेर अब खै सँगै के अरे खाइसकेर सँगै उठौँ र इन गरौँ भ्लग भनेको कतिखेर खाइसक्नु छिटो छिटो मिठो लागेर म अनि खाइरहेको छु अझै पनि खान्छु होला नजा अझै अझै चाहिँ फुल खाने ल अब त्यस्तो विचार आउँदैछ होइन लज्जा। छोरीले पकाएको उल्का उल्का किन अझै पो खानु अरे हौ 3 पानी पनि खाइसकेँ अब चाहिँ मात्तिएछ हौ त्यस्तो कुरा अब जातले पाएको हातले टिपेको मुखले खाएको अब अलिअलि त खानै पर्यो हाम्रो रिमझिम भएको छ हो मलाई त लुलु होस् अब रिमझिम छिटो छिटो खानु नि अब पर्खे भएँ यहाँ हाम्रो के अरे भ्लग इन गरौँ भनेको पर्खेको यो सँगै खाएको सासूसँग खाएर के अरे बुहारीसँग उठ्ने भने जस्तै पो गरेर सक्यो अब खाएँ सक्यो यति छ खानुहुन्न यति त छ अब सक्ने होइन यो सकेपछि हामी जाने भोलि नि यस्तै गर्नु है छोरी दिनै खान्छ त चाउमिन म त भोलि नै खाने भोलि सुक्खा रोटीको बनाएर खानुपर्छ चनाको गेडागुडीको के अरे बनाउने छोला बनाउने सुक्खा रोटी बनाउने पिरो टक्क बनाएर खाने यो प्लेटै खाने जस्तो लाग्यो मिल्छ होला लु सक्यो होइन लु त खाएँ अब मैले लु बाई हेलो साथी हो बाई बाई गाइस ल बुढोलाई खानुलाई पर्खिँदा गरेर बल्ल खाइसक्नुभयो हाम्रो भ्लग सम्पूर्ण साथीहरूलाई मन पर्यो भने लाइक सब्सक्राइब अनि त्यहाँदेखि अनि कमेन्ट गरेर छोड मेरो छोरीको भ्लगलाई चाहिँ नि लाइक सब्सक्राइब अनि चाहिँ नि कमेन्ट गरेर धेरै धेरै सपोर्ट गरिदिनु होला हाम्रो चाहिँ नि युट्युब च्यानललाई हाम्रो भ्लगको युट्युब च्यानललाई धेरै धेरै सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला भनी तपाईँहरू समक्ष विनम्र अनुरोध गर्दछु हाम्रो भिडियो हजुरहरूलाई मन पर्यो भने यसरी नै फेरि हामी दुईजना हामी जोडीको फेरि ल्याउने छौँ मेरो नानीको युट्युब च्यानलमा सपोर्ट गरिदिनु होला है धन्यवाद बाबाई ल इन गरे ल साथी हो सम्पूर्णलाई ल बाबाई